राजाको मलाई थाहा। अहिले सामाजिक सञ्जालमा गङ्गु छेत्रीको 7.2 काण्ड भाइरल भइरहेको छ। के साँच्चीकै गङ्गु छेत्रीको यो भिडियो रियल हो त? कुन हो? ल है त। यति बेला यस विषयलाई लिएर टिकटक, फेसबुक, युट्युब जस्ता विभिन्न सोसल मिडियातिर निकै नै भाइरल भइरहेको छ। र यो भिडियो कसले लिक गर्यो भन्ने विषयमा पनि त्यति धेरै कसैलाई पनि जानकारी भएको छैन। र गङ्गु छेत्रीले यस्तो लेख्नु भएको छ, जेनी छेत्री टिकटक आइडीबाट यस्तो स्टेटस लेख्नु भएको छ, तिमीहरूले किन भिडियो भाइरल गरिरहेछौ? कृपया भिडियो सेयर नगर अनि ग्यालेरीमा भएको भिडियो नै डिलिट गर। मेन्टल हेल्थ बिग्रिन आँटिसक्यो मेरो। अब कतिलाई पोस्ट डिलिट गर भन्नु हौ? आफै मान्छेको दुःख परिस्थिति बुझेर पोस्ट डिलिट गरिदेऊ अनि ग्रुपहरूमा पोस्ट नगर भनेर गङ्गु छेत्रीले जेनी छेत्री आइडीबाट टिकटकमा स्टेटस लेख्नु भएको छ। र गङ्गु छेत्रीले आफ्नै टिकटक आइडीबाट यस्तो स्टेटस पनि लेख्नु भएको छ। र यो भिडियो लिक कसरी भयो र कसले गर्यो भन्ने कुरा कसैलाई पनि जानकारी भएको छैन। र गङ्गु छेत्रीले पनि यो भिडियो लिक हुन्छ भनेर सोच्नु भएको थिएन होला सायद। र यस्तो नराम्रो भिडियोहरूलाई सेयर